हाम्रो चाहिँ फिड मिलबाट चाहिँ दाना त्यो पाइपको माध्यमबाट चाहिँ आएर यसमा भर्ने गर्दछौँ साथीहरू। हाम्रो चाहिँ यो चाहिँ नयाँ कुखुरा भएको भएर यतापट्टिको 15 लाइनलाई चाहिँ हामीले चाहिँ फिड दिइरहेका छौँ भने हाम्रो उतापट्टिको 15 लाइनलाई चाहिँ मल्डिङमा राखेका छौँ साथीहरू। मल्डिङ पश्चात कुखुराले चाहिँ पहिलाको जस्तै नयाँ कुखुराको जस्तै चाहिँ उत्पादन दिन थाल्छ साथीहरू। हामीले चाहिँ पुरानो कुखुराबाट पनि केही समयको लागि नयाँ कुखुराको जस्तै उत्पादन लिन सक्छौँ साथीहरू। हाम्रो ब्रोडरमा चाहिँ बच्चा हुर्कन्जेलसम्म चाहिँ 3 महिना 4 महिनाको लागि चाहिँ हामीले त्यो मल्डिङ पश्चातको मुर्गीबाट चाहिँ उत्पादन लिन्छौँ साथीहरू। यो चाहिँ हाम्रो मल्डिङको कुखुरा हो साथीहरू। हामीले उता 15 लाइनमा चाहिँ नयाँ कुखुरा छ, त्यसले फिड दिइरहेका छौँ साथीहरू। यो चाहिँ हाम्रो चाहिँ पुरानो कुखुरा भएको भएर यसलाई चाहिँ हामीले मल्डिङमा राखेका छौँ साथीहरू। हामीले चाहिँ मल्डिङ पश्चात लगभग 3-4 महिना चाहिँ यो कुखुराबाट नयाँ कुखुराको जस्तै प्रोडक्सन लिन्छौँ साथीहरू। 80% भन्दा कम उत्पादन थियो यसको भने हामीले चाहिँ अनुमान लगाएका छौँ मल्डिङ पश्चात चाहिँ हामीले चाहिँ यसलाई चाहिँ 94% अथवा 90% सम्म चाहिँ उत्पादन लिने आश राखेका छौँ साथीहरू।